सबजना सन्चै हुन्छ होला। नमस्ते, मेरो नाम निरल। मेरो चाहिँ फर्स्ट भ्लग छ युट्युबमा। अनि म चाहिँ गाउँमा छु अहिले। यो पनि मेरो घर फुल देखाउँछु। यो बाख्राकोट होइन, यो अहिले बस्ने घर। यो पनि घर हो। त्यहाँनिर कुखुराकोट छ। यहाँ बस्नु चाहिँ के अरे बाख्राकोट। दुईटा बाख्रा छ। त्यो तपाईँलाई कस्तो क्यामेरा कस्तो आइरहेछ भने फोन नै त्यस्तो हो कि। यो आमा, यो छोरा हो कि छोरी हो थाहा छैन। यो चाहिँ गोठ भइहाल्यो। यो हाम्रै हो। यो कोदो हो कि के भन्छ गाइस, मलाई चाहिँ थाहा भएन। कमेन्ट गरिदिनु होला। इस्कुस छ। यस्तो जङ्गल छ जस्तो डर लाग्छ। त्यहाँ गाई छ एउटा, अनि त्यहाँ अर्को ठुलो छ माउ कि के हो, माउै होला है। त्यो त्यहाँ चाहिँ यो ठुल्बाको घर अहिले हुनुहुन्न। यो चाहिँ कोदो हो कि के हो, यस्तो राम्रो छ। म सबै हाम्रो यो बारीहरू सबै देखाउँछु। त्यो माथिल्लोपट्टि छ त्यो पनि हाम्रै हो। यता साइडमा छ, यो पनि देखाउँछु। यो हाम्रै हो। यो उता यता परसम्म हाम्रै हो। आमाले के गरिरहनु भएको छ चाहिँ यो फुलहरू छ यहाँ। अब यो फुलको नि एन्ड हुन्छ तिहारमा। यसले होइन त्यो के अरे यस्तो माला लाउँछ त, यो पनि हाम्रै हो। बारी पनि हाम्रै हो होइन। यो ती सबै यो घर अनि धारा नि हाम्रो, तर पानी आउँदैन होला यसमा आउँदैन। यहाँनिर यस्तो लेखेको रहेछ है कि शेरदु गाउँ खानेपानी आयोजन, शेरदु भिलेज ड्रिङ्किङ वाटर सिस्टम। यो उमाकुण्ड रुवाल Panaya Bamti. This system has been built a water group and the of the Bamti in May 2019 मा बनेको। यो कति यो क्यानाडा सोसाइटीले। जङ्गलै जङ्गल छ, यो पहाड छ होइन, यस्तो ठुलो छ। जुम गरेर देखाऊँ। जुममा त कस्तो अलि राम्रै आइरहेछ अहिले त। कस्तो आइरहेछ, कति 7मा हो कि 8मा चाहिँ राम्रो आउँछ जुममा। यो पनि हाम्रै बारी हो गाइस, हाम्रै हो यो। बटरफ्लाई उडिरहेछ। हेर्नु क्या राम्रो देखिरहेछ। फुलमा बसे फोटो खिचिरहेको छु। ला उडिहाल्यो नि, फोटो खिचौँ भनेर। अब अहिले ठाउँमा छ, यो रुख छ। राम्रो छ यो रुख पनि। कति वर्ष भइसक्यो म जन्मेदेखि। आइफोन 12 इयर भइसक्यो, 12 इयर्स। यो रुख अझै छ। म चाहिँ सबै बारी देखाउँछु तपाईँहरूलाई। कुकुर यसको नाम टमी। राम्रो छ। यो पनि टन्नै भइसक्यो नि, यो टन्नै भइसक्यो। यो चाहिँ रियल ट्याप हो धारा। यो बारी सक्नुहुन्छ यहाँदेखि परसम्म। यो तल्लो बारी नि अहिले देखाउँछु। त्यो माथिल्लोपट्टि भनेको थियो तपाईँले यता, त्यो चाहिँ होइन हाम्रो। त्यो माथिल्लो पहिरो गएको चाहिँ सागरी, त्यो राम्रो छ। साग छ त्यहाँ। के हो त्यो, अनि के हो यो चाहिँ के हो गाइस, हेरिदिनु होला, कमेन्ट गरिदिनु होला। यो के सिमी होला। उतासम्महरू चाहिँ सिमी पनि के हो, पहिला चोर्दै खान्थ्यो। लाइट लास्टै धेरै भयो।
मेरो स्यारो देखिरहेको छ त्यो भेन्टा हो कि भेन्टा हो अनि त्यहाँनिर चाहिँ के भन्छ नि तिहारमा लाउँछ नि त्यो फुल के फुल पो भन्छ त्यो थाहा छैन यो छ्यापी हो कि लसुन हो छ्यापी लसुन थाहा छैन त्यो चाहिँ बेसार टन्ने हो उता जाने डर लाग्छ म चाहिँ यता फर्किन्छु लास्टै डर लाग्छ उता जान चाहिँ डेमा होस् नाइटमा होस् लास्ट डर लाग्ने के गाउँमा चाहिँ हेर्नु यति हेर्नु न यहाँ यति हेर्नु न त्यो जस्ताको यो पानी परेर चुइन्छ स्काई क्लिन छ आज 2-4-5 दिन भइसक्यो पानी नपरे दसैँ पनि यस्तो हिलो भयो हिलो इस्कुसी आमा हेलो भनिदिनु न त्यो आराम छ अनि यो ओठमा घाउ आएन गाउँमा चिसो कहाँ होइन यो बारी यो बाटोमा लास्टै आएर यस्तो ढालेछ यो बारी पनि के बिजेछ हातमा अघि दाउराले चाहिँ हामी के बिजेको के खोइ थाहा छैन यो बारी उता परसम्म उता हाम्रै हो कसको के अनि यसलाई के भन्छ यो त्यो बारेमा यो पनि हाम्रै हो उता परसम्म उतासम्म हाम्रै हो यो पनि उता लास्टसम्म हाम्रै हो उता गाईको छेउमा जाउँ न के गर्छ गर्दैन रुख ढाल्दैछ त कसको हाम्रै कसको पहाड हेर्नु न पहाड यस्तो राम्रो छ झन् हाम्रो मामा घरबाट यस्तो दामी हिमाल भन्ने खोला देखिन्छ हिमाल त यहाँबाट राम्रो देखिन्छ हिमाल यो साइडमा छ हिमालको नाम के पो थियो लिम्बू हो कि समथिङ के पो थियो त्यो तलको हाम्रो तल्लोपट्टिको बाच्छै भन्छ होइन गाईको बच्चालाई के भन्छ गाउँमा केही थाहा होइन काठमाडौँ बसेर यहाँ जम्प हान्छु यहाँबाट अलिक ठुलो भए त हुन्थ्यो यहीँबाट हान्दिउँ न त अनि यसमा चाहिँ आरू भन्छ पिच होइन पिसै होला हजुरहरूलाई थाहा छैन यो रुख पनि टन्नै भइसक्यो पातसात केही छैन अलिअलि मात्रै हो यस्तै ठुलो गाइस तपाईँहरूले यो फ्रुट खानु सक्छ फ्रुटमा पर्छ कि केमा पर्छ ऐँसेलु घाँस काटेर गाइस अब म जाँदैछु मेरो अङ्कलको घरमा घर यस्तो छ राम्रै हो नि अनि प्लिज सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला मेरो फर्स्ट भ्लग हो यता यो साइडमा छ हिमाल माथि त नजाने पछि जम्नु भराइन्छ दाउराहरू राख्ने ठाउँ यस्तो थाक्ने रहेछ हौ काठमाडौँमा बसेर गाउँमा आएर यस्तो हिँड्दा त पुतल कस्तो राम्रो छ है गाई पुतली त्यहाँ बसिरहेछ फोटो हान्दिउँ न त हान्दियो फोटो नि ल
कस्तो राम्रो बसिरहेको छ हेर्नु न छेउमा जाँदा उडिहाल्छ त्यहाँ देखाउँ न यहाँ स्मुथ पाराले चाहिँ त्यो विङ्स हल्लाइरहेछ गयो उडेर बर्डहरू नि राम्रो राम्रो यसमा प्यारोट देखेको थिएँ उता माथि जान्थ्यो तर घाँसै घाँस ठुलो मन्दिर छ होइन हजुर भिडियोमा नयाँ हुनुहुन्छ भने प्लिज नयाँ होइन नयाँ आइडी त हो प्लिज सब्सक्राइब गरिदिनु होला यो फुल राम्रो लाग्छ यार मलाई त्यो पिङ्कवाला यो बारी त्यहाँ गर्छ भ्यू हेर्नु न स्काई अङ्कलहरूको घर चाहिँ यही होइन अब उताभित्र चाहिँ भोलितिर अर्को घरमा देखाउँ ल घरमा कोही हुनुहुन्न अहिले भोलि आउनुहुन्छ ग्याङ तपाईँहरूलाई यो थाहा छ यस्तो गर्छु नि त यस्तो गर्ने लास्ट लुज रहेछ यो हुन्छ यसले चाहिँ हुन्छ गोची पनि छैन पुरै आउँछु त भयो यस्तो गर्ने यस्तो गरेँ होइन ए गइहाल्यो नि गाउँहरूमा चाहिँ मजा आउँछ ए यो के हो यो यस्तो आमाले सोध्छु है यो के हो गाइस तपाईँहरूलाई थाहा छ कमेन्ट गरिदिनु होला है यो के म सोध्छु आमालाई हिमालय बादलले छिकेर देखेन गाइजहरू हेर्नुहुन्छ भने म हिमालको फोटो थम्बनेलमा हालिदिन्छु देख्नु होला कि भोलि बिहान यस्तो दामी बब्बाल देख्छ आमा कता जानुभएछ कता यो रहेछ तनी हुनुहुन्न उता तल जानु के हो कस्तो खुट्टा दुख्यो भन्दा नि केले दुख्यो यहाँ चाहिँ मकै बुटे थियो कि उता मकै टोल्दैछ आमा हे आमा कता हो ए तब हुँदो रहेछ बे एहे के मकै त्यहाँ झरो खै एउटा मुरी सक्दिनँ पो रहेछ गाइस ए के ल्याएको थियो कि त अब के हो भने त अहिले बाहिर आउनु नि देखाउँछु रकी यता दादाले यो चाहिँ फिमेल हो के देखाउँ त तपाईँहरूलाई पहाड छ यसो पहाडको फोटो हान्नु न त टु भाइ पुग्यो
त्यो साइडको पहाड चाहिँ अलिक राम्रो छ क्यामेरा पनि राम्रै आएन मेरो फर्स्ट भ्लग चाहिँ मैले यो फोन चाहिँ बेनको के हो यो गाइस थाहा भनिदिनु है कमेन्टमा मैले चाहिँ यो फर्स्ट भ्लग चाहिँ यो फोनको नाम चाहिँ बेनको S1 प्रो चाहिँ होइन फेरि प्रो पनि छ तर होइन प्रो चाहिँ बेनको S1 हो बेनको S1 हो क्यामेरा कति मेगापिक्सलको रहेछ खोलेर हेर्नु उयो झन्डै मोबाइलै झऱ्यो यार झरेर त डिस्प्ले सबै जान्थ्यो 48 मेगापिक्सलको AI क्यामेरा रहेछ कभर चाहिँ यस्तो छ फेरि कभरै बिस्वी रहेछ यार कहिलेदेखि हालेको थियो यहीँ सबै यहीँ होस् पैसा आएको भरे खानुपर्छ भन्दा नि राख्नुपर्छ होइन खाने होइन राख्ने त्यो घाम लगाइराख्ने बेलुका चाहिँ चिसो हुन्छ एकदम लास्टै चिसो हुन्छ बिहान नि चिसै हुन्छ बिहान नि मान्छे मैले चाहिँ के कराएको भने सानो मान्छे होइन तर गाइस गाउँमा चाहिँ लास्टै स्वच्छ हावा काठमाडौँको पोल्युसन भन्दा गाउँमा लास्ट यार 100 गुणा राम्रो 100 गुणा राम्रो 100 गुणै राम्रो यार त तलतिर जाउँ गाइस एकछिन भिडियो पज भयो किनकि त्यहाँ बाहिर एकछिन गराएर खाजा खाएर बसेको अनि अर्को पालिमा चाहिँ अर्को भ्लगमा चाहिँ आउनु नभुल्नु होला अर्को भ्लगमा चाहिँ मेरो घरको भित्र देखाउनेवाला छु प्लिज अर्को भ्लगमा चाहिँ आउनु नभुल्नु होला थ्याङ्क यू फर वाचिङ दिस